हिस्ट्रीलाई हेर्दा जुलाई निप्सेको लागि गोल्डेन मन्थ भन्दा पनि फरक नपर्ला, किनभने अहिलेसम्मको डाटा एनालाइसिस गरेर हेर्दा 29वटा जुलाई मन्थमा 23 पटक निप्से बढेको छ भने 6 पटक मात्रै निप्से घटेको छ। यो पटक पनि जुलाई 1बाट नै निप्से बढ्न सुरु गर्यो। यो पटकको जुलाई निप्सेको लागि कस्तो रहला त? निप्सेमा अहिले त डाउन ट्रेन्ड छ। निप्सेको ट्रेन्ड चेन्ज भएको कन्फर्मेसन कसरी लिने? सम्पूर्ण कुराको एनालाइसिस आजको यो भिडियोमा। नमस्कार साथीहरू, स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम स्मार्टको यो विकको विकली मार्केट अपडेटमा यहाँहरू सबैजनालाई स्वागत छ। आज हामी निप्से इन्डेक्स सबसेक्टरहरूको चार्ट एनालाइसिस साथै निप्सेमा अब र्याली आयो भने कुन सबसेक्टरहरूले चाहिँ राम्रो पर्फर्म गर्न सक्ला त र निप्सेको ट्रेन्ड चेन्ज भएको कन्फर्मेसन हामीले कसरी लिने, सम्पूर्ण कुराको एनालाइसिस गर्नेछौँ। स्मार्टले प्रत्येक आइतबार बेलुकी 6:30 बजे स्मार्ट ट्रेडर मिट प्रोग्राम गर्दै आएको छ। तपाईहरूले जोइन गर्दै आउनु भएको छ त? यदि जोइन गर्नुभएको छैन भने यो हप्ताबाट तपाईहरू जोइन गर्नको लागि नछुट्नुहोस्। यो हप्ता हामीले रिड चार्ट लाइक अ प्रो भन्ने एकदमै पावरफुल सेसन लिएर आउँदैछौँ र यो सेसनमा जोइन भएर आफूले भरपुर फाइदा लिनुहुन हजुरहरूलाई म अनुरोध गर्न चाहन्छु। म अहिले निप्सेको डेली चार्टमा छु। मैले डेली चार्टमा 20, 50 र 200 डे मुभिङ एभरेज लगाएको छु। अहिले निप्से टोटल्ली डाउन ट्रेन्डमा छ। हामीले हेर्ने हो भने निप्से चाहिँ सर्ट टर्म, लङ टर्म, मिड टर्म तिनैवटा यो मुभिङ एभरेजको चाहिँ तल निप्से ट्रेड भइरहेको छ। यसरी हामीले एउटा ट्रेन्ड लाइन ड्र गरेर हेर्ने हो भने पनि ट्रेन्ड लाइन भन्दा पनि धेरै तल निप्से ट्रेड भइरहेको छ। तर निप्से एउटा सपोर्ट लिन खोजेको हो कि जस्तो चाहिँ देखेको छ। यो 2600 को एउटा साइकोलोजिकल नम्बरको सपोर्ट पनि भयो र अर्को पहिला पनि निप्सेले चाहिँ यही जोनमा आएर एउटा सपोर्ट लिएर माथि गएको थियो। त्यसकारणले गर्दाखेरि यो जोनमा आएर चाहिँ केही पोजिटिभ हुन खोजेको जस्तो देखिएको छ निप्से। यो विकको 5 डेजलाई हेर्ने हो भने सुरुको मन्डे र ट्युसडे चाहिँ मार्केट डाउन भए पनि वेडनेसडेबाट मार्केट बढ्न सुरु गरेको छ। हामीले जुलाईमा चाहिँ मार्केट बढ्छ भनेर भन्दै गर्दा जुलाई 1बाट नै मार्केटले चाहिँ एउटा ग्रिन सिग्नल दिएको हो कि जस्तो देखिएको छ र यो थर्सडेको क्यान्डल जुलाई 2मा चाहिँ अलिकति पोजिटिभ भयो र यो जुलाई सेकेन्डमा पनि निप्से चाहिँ एकदम दिनभरि चाहिँ डाउन नै थियो होइन, घटेकै थियो। लास्ट आवरमा चाहिँ एकदम बाई आएर चाहिँ माथि लगेर क्लोज गरिएको छ होइन। र यो फ्राइडेको लास्ट क्यान्डलमा चाहिँ प्राइस अलिकति घटे पनि भोल्युम चाहिँ हाई देखिएको छ। तर यो भोल्युम चाहिँ हाम्रो धेरै डिबेन्चरहरू ट्रेड भएको देखिन्छ। थर्सडे र फ्राइडेको मार्केटमा चाहिँ हामी डिबेन्चर धेरै ट्रेड भएको देख्छौँ भने वेडनेसडे, ट्युसडे, मन्डेतिर चाहिँ हाम्रो राम्रै फ्लोट सेयरहरू ट्रेड भएको देखिन्छ। यहाँ तपाईँले हेर्नुभयो भने हाम्रो जुलाई 1मा यो निप्से बढेको दिन चाहिँ फ्लोट इन्डेक्सहरूमै 92% ट्रेड भएको थियो भने यो जुलाई 2मा चाहिँ जम्मी 74% मात्र फ्लोट सेयरहरू ट्रेड भएर अरू चाहिँ डिबेन्चरहरू र प्रमोटर सेयरहरू ट्रेड भएको देखिन्छ। त्यस्तै फ्राइडेमा पनि हामीले 73% मात्र फ्लोट सेयरहरू ट्रेड भएको र बाँकी चाहिँ प्रमोटर सेयर र डिबेन्चरहरू ट्रेड भएको देखिन्छ। यसरी हेर्ने हो भने हाम्रो यो मन्डे, ट्युसडे र वेडनेसडे 3 दिन चाहिँ राम्रै फ्लोट सेयरहरू ट्रेड भएको देखिन्छ। त्यसकारणले गर्दाखेरि यो 3 दिन चाहिँ भोल्युम बढ्दै गएकै थियो 3 दिनबाट चाहिँ। तर यो लास्टको 2 दिन चाहिँ अलिकति डिबेन्चर पनि बढी ट्रेड भएको छ र यसरी हेर्दाखेरि भोल्युम बढेर नै गएको छ। प्राइस जसरी अप हुन थालेको छ भोल्युम पनि बढेर गएको छ, अलिकति पोजिटिभ चाहिँ भयो। र हामीले यसैलाई हामीले विकली टाइम फ्रेममा हेऱ्यौँ भने चाहिँ निप्सेले चाहिँ सिमिलर प्याटर्न बनाउन खोजेको छ। यो पहिलाको यो जुन सपोर्ट लिएको जोनमा छ यही जोनलाई हेर्नुहुन्छ भने एउटा यो ग्रिन क्यान्डल जस्तो ग्रिन क्यान्डल फर्म भएको थियो, त्यस्तै ग्रिन क्यान्डल चाहिँ यहाँ पनि फर्म भएको छ। यो पहिलाको नि ग्रिन क्यान्डल फर्म हुने बेलामा भोल्युम चाहिँ अलिकति अप भएको थियो लास्ट विकको भन्दा। तर यो पटक चाहिँ भोल्युम चाहिँ अघिल्लो विकको भन्दा त्यति धेरै बढेको जस्तो चाहिँ देखेको छैन। एज अ सेम भोल्युममै ट्रेड भइरहेको छ। यसरी हेर्दाखेरि हामीले नेक्स्ट विकको लागि चाहिँ निप्से अलिकति पोजिटिभ हुन्छ कि नेगेटिभ भन्दा पनि अलिकति पोजिटिभ हुन सक्ने प्रोबेबिलिटी चाहिँ हाई देखेका छौँ। किनभने यो जुलाई मन्थ पनि भएकोले गर्दाखेरि र निप्सेले जुलाई 1बाट नै बढ्न सुरु गरेको र यो विक पनि पोजिटिभ क्यान्डल बनाएर चाहिँ क्लोज गर्न सक्सेस भएकोले गर्दाखेरि हाम्रो अघिल्लो विक चाहिँ हामी अलिकति पोजिटिभ हुने प्रोबेबिलिटी हाई देखेका छौँ। र यसले अब निप्सेलाई चाहिँ कुन सब इन्डेक्सले अलिकति राम्रोसँग चाहिँ सपोर्ट गर्न सक्छ र कुन सब इन्डेक्समा चाहिँ कस्तो देखिरहेको छ हामी सब इन्डेक्सलाई पनि सर हेर्दैछौँ है त। ब्याङ्किङलाई हेर्नुहुन्छ भने ब्याङ्किङ अलिकति राम्रो देखिएको छ। निप्सेको जस्तो प्याटर्न बनिरहेको छ, निप्सेभन्दा राम्रो अप भएको विथ भोल्युम अप भएको चाहिँ देखिएको छ यो विक होइन। निप्सेले जसरी एउटा सपोर्ट लिएको थियो यसले पनि यही जोनमा आएर पहिलाको प्रिभियस यो लोहरूलाई चाहिँ हिट गरेर सपोर्ट लिएर चाहिँ माथि जान खोजेको जस्तो देखिएको छ। भोल्युम पनि बढेकोले गर्दाखेरि ब्याङ्किङ सब इन्डेक्समा चाहिँ हामी अलिकति पोजिटिभ हुन सक्छौँ र ब्याङ्किङले चाहिँ यो निप्सेको र्यालीलाई अलिकति सपोर्ट गर्ने जस्तो देखिएको छ है त।
यस्तै हामीले डेभलपमेन्ट ब्याङ्कलाई हेऱ्यौँ भने डेभलपमेन्ट ब्याङ्क पनि एउटा सपोर्ट जोनमा आयो होइन, एउटा सपोर्ट जोन पहिलाको स्विङ यो लोको सपोर्ट जोनमा आएर चाहिँ एउटा डोजी टाइपको क्यान्डल बनाएको छ भनेपछि भोल्युममा चाहिँ खासै चेन्जेस देखिएको छैन। यो डोजी क्यान्डल बन्दै गर्दाखेरि अलिकति भोल्युम पनि बढेको भए चाहिँ हामी डेभलपमेन्ट ब्याङ्कमा नि केही अकुमुलेसनहरू देखियो र नेक्स्ट विक चाहिँ अलिकति हाई प्रोबेबिलिटी छ है बढ्न सक्ने भन्ने थियो भने भोल्युममा खासै चेन्ज भएको छैन र एउटा ग्रिन क्यान्डलको रूपमा चाहिँ यो विक क्लोज गर्न सकेको छ भनेपछि डेभलपमेन्ट ब्याङ्कमा नि हामीले नेक्स्ट विकको लागि चाहिँ वेट एन्ड वाचमै बस्दा राम्रो भयो, अलिकति पोजिटिभ भयो र स्टक लेभलमा योभन्दा राम्रो पर्फर्मेन्स गरेको निफ्सेभन्दा राम्रो पर्फर्मेन्स गरेको सब इन्डेक्समा ब्याङ्किङ पनि भयो र ब्याङ्किङमा पनि अथवा डेभलपमेन्ट ब्याङ्कमा पनि राम्रो पर्फर्म गर्दै गर्दाखेरि यो सब इन्डेक्सभन्दा पनि राम्रो पर्फर्मेन्स गर्ने यो सब इन्डेक्सभित्रका स्टकहरू छन् भने चाहिँ हामीले त्यस्तो स्टकहरूमा चाहिँ पोजिसन बनाउन सक्ने भयौँ। डेभलपमेन्ट ब्याङ्कमा पनि हामीले अलिकति पोजिटिभ नै हुनसक्ने ठाउँ चाहिँ रह्यो। फाइनेन्सको हेर्नुहुन्छ भने यो लङ टर्मको एउटा कन्सोलिडेसन पछाडि एउटा र्याली आउन खोजेको थियो होइन। फाइनेन्समा चाहिँ म अलिकति अगाडिदेखि नै पोजिटिभ पनि थिएँ र अझै हामीले मोर कन्फर्मेसन लिएर फाइनेन्स सब इन्डेक्सलाई बाई गर्ने हो भने चाहिँ हामी यो जुन बेस बनाएको छ यो बेसलाई ब्रेकआउट गरेर माथि गए पछाडि मात्र बाई गर्दाखेरि चाहिँ हामीलाई कन्फर्मेसन मिल्छ भने र यो बेस बनाउने क्रममा पनि अहिले चाहिँ यो लास्टको प्राइसको प्याटर्न हेर्ने हो भने चाहिँ एउटा हायर लोको सिरिज आइरहेको थियो भने यहाँनिर चाहिँ अलिकति स्विङ तल्लो जोनसम्म आएर फेरि एउटा स्विङ दिएको थियो तर अहिले चाहिँ माथि नै बसिरहेको छ भन्नुको मतलब अब पनि हामीले यो फाइनेन्स सब इन्डेक्सलाई बाई गर्नको लागि हेर्ने हो भने चाहिँ यो स्विङ हाई छ जुन यो 2-3 क्यान्डल अगाडिको यो स्विङ हाईलाई ब्रेक गरेर माथि गयो भने चाहिँ हामीले फाइनेन्स सब इन्डेक्समा अलिकति कन्फिडेन्सका साथ बाई गर्न सक्छौँ र हेर्नुहुन्छ भने प्राइस यो विक त्यति धेरै नघटेको भए पनि भोल्युममा चाहिँ खासै पोजिटिभ हुन सक्ने ठाउँ भएन। अब यो फाइनेन्स सब इन्डेक्सभित्रका पनि अरू स्टकहरूले चाहिँ यो सब सेक्टरले भन्दा राम्रो पर्फर्मेन्स गरिरहेको छ। यसले चाहिँ यो हाईभन्दा तल्लै जोनमा ट्रेड गर्दै गर्दाखेरि पनि यो हाईलाई यो फाइनेन्स सब इन्डेक्सले यो हाई बनाउँदाखेरि बनाएका हाईहरूलाई चाहिँ ब्रेक गर्न लागेका स्टकहरू छन् भने चाहिँ हामीले त्यस्तो स्टकहरूमा हेर्न सक्छौँ है त। यो फाइनेन्स सब इन्डेक्सको अलिकति लिडिङ स्टकको रूपमा चाहिँ हामीले सिएफसीलाई हेरेका थियौँ र बिएफसी पनि लास्ट टाइम चाहिँ अलिकति राम्रो पर्फर्म गर्न खोजेको हो कि जस्तो देखिएको छ। तपाईँहरूले यो स्टकहरू हेर्न सक्नुहुन्छ है। यो फाइनेन्समा र्याली आयो भने वाच लिस्टमा राखेर यो स्टकहरूलाई चाहिँ अलिकति क्लोजली हेर्न सक्नुहुन्छ। त्यस पछाडि हामी होटलमा जाउँ। होटल हाम्रो पोजिटिभ छैन, होटलको लागि हामी वेट एन्ड वाचमै बस्दाखेरि राम्रो भयो। हाइड्रो पावरलाई हेर्छौँ भने हाइड्रो पावर अलिकति पोजिटिभ भएर क्लोज गर्न चाहिँ सक्सेस भएको छ यो विकको होइन। तल्लो जोनसम्म ट्रेड भएको थियो यहाँ हेर्नुहुन्छ भने तर अलिकति माथि नै गएर क्लोज चाहिँ गर्यो होइन। तर पनि भोल्युममा चाहिँ खासै चेन्जेसहरू देखिएन। यत्रो तलसम्मको यो ह्यामर टाइपको क्यान्डल बन्दै गर्दाखेरि पनि भोल्युम अलिकति अप भएको भए चाहिँ हामी यो हाइड्रो पावर सब इन्डेक्स पनि अलिकति पोजिटिभ हुन सक्ने प्रोबेबिलिटी हाई देख्छौँ भने अहिले चाहिँ खासै एउटा पोजिटिभली क्लोज गरे पनि एउटा ह्यामर टाइपको क्यान्डल बनाएको छ होइन। तर खासै त्यत्रो भोल्युममा चेन्जेसहरू छैन। त्यसले गर्दाखेरि हामीले हाइड्रो पावर सब इन्डेक्समा पनि वेट एन्ड वाचमा बस्दा नै राम्रो हुन्छ यो विकको लागि है त। इन्भेस्टमेन्टलाई हेर्यौँ भने इन्भेस्टमेन्ट लामो समयदेखि एउटा लोमा आएर बसिरहेको छ होइन। सपोर्ट लिन खोजेको कि अथवा यो सपोर्टलाई नै ब्रेकडाउन गर्छ कि भनेर हामीले भनिरहेको थियौँ भने अहिले अलरेडी यही सपोर्ट जोनमै सानो क्यान्डल बनाएर बसेको छ यो विक पनि र भोल्युम चाहिँ एभ्री विक थोरै अप हुन लागेको जस्तो चाहिँ देखिएको छ होइन। र त्यस कारणले गर्दाखेरि पनि यो इन्भेस्टमेन्ट सब इन्डेक्स चाहिँ हामी अलिकति समय चाहिँ वेट एन्ड वाचमै बस्दाखेरि राम्रो भयो। सपोर्ट जोनमा त छ तर सपोर्ट जोनबाट माथि जाने खालको इन्डिकेसन चाहिँ केही पनि छैन। न प्राइस एक्सनमा राम्रो देखिएको छ न भोल्युम पनि खासै त्यस्तो नोटिसेबल छ है त। त्यसले गर्दाखेरि हामी इन्भेस्टमेन्ट सब इन्डेक्स पनि वेट एन्ड वाचमा बस्दा नै राम्रो भयो। लाइफ इन्सुरेन्सलाई हेर्छौँ भने लाइफ इन्सुरेन्स सब इन्डेक्स पनि लगभग इन्भेस्टमेन्ट सब इन्डेक्स जस्तै छ होइन। यसमा पनि हामी वेट एन्ड वाचमै बस्दाखेरि राम्रो हुन्छ। म्यानुफ्याक्चर सब इन्डेक्सलाई हेऱ्यौँ भने म्यानुफ्याक्चर सब इन्डेक्स पनि डाउनै भइरहेको छ। त्यसले कारणले गर्दाखेरि एउटा लो रेन्जमा ट्रेड त भएको छ यो क्यान्डल तर पनि डाउनै भइरहेको छ। भोल्युममा पनि त्यस्तो नोटिसेबल छैन। यो जुन सपोर्ट एउटा हामीले भनिरहेको थियौँ अघिल्लो विकको यो सपोर्टलाई ब्रेकडाउन गर्दाखेरि चाहिँ अलिकति नोटिसेबल भोल्युम आएको छ यहाँ एभरेज भोल्युम भन्दा नि हाई भोल्युम र अहिले अलिकति धेरै घट्न त मानेको छैन तर पनि भोल्युम पनि खासै लो छ। त्यस कारणले गर्दाखेरि हामी यो म्यानुफ्याक्चर सब इन्डेक्समा पनि यो विक चाहिँ वेट एन्ड वाचमै बस्दाखेरि राम्रो हुन्छ। माइक्रो फाइनेन्सलाई हेर्छौँ भने माइक्रो फाइनेन्स चाहिँ अलिकति पोजिटिभ क्यान्डल बनाएर क्लोज चाहिँ गर्न सकेको छ होइन। तर खासै त्यस्तो भोल्युममा नोटिसेबल चेन्जेसहरू देखिएको छैन। सपोर्ट जोनमा छ। त्यस कारणले गर्दाखेरि हामी माइक्रो फाइनेन्समा पनि अलिक समय चाहिँ अर्को विकसम्म चाहिँ वेट एन्ड वाचमा बस्दा नै राम्रो हुन्छ। यहाँबाट एउटा विथ भोल्युम एउटा राम्रो ग्रिन क्यान्डल बनाएर माथि गयो भने चाहिँ हामी यो माइक्रो फाइनेन्स सब इन्डेक्सलाई पनि हामी अर्को विकबाट चाहिँ हेर्न सक्छौँ। त्यस्तै हाम्रो अर्को सब इन्डेक्स रहेको छ नन लाइफ। नन लाइफमा चाहिँ हामीले एउटा यो जुन डाउन ट्रेन थियो होइन यो डाउन ट्रेन पछाडि एउटा सपोर्ट लिएर यो जोनमा जसरी सपोर्ट लियो होइन यो जोनमा सपोर्ट लिइसके पछाडि चाहिँ एउटा स्विङ आएको थियो होइन। यो स्विङमा चाहिँ हामीले
केही भोल्युम पनि देखेका थियौँ होइन। यो स्विङ आइसके पछाडि चाहिँ जब डाउन आउँदाखेरि पनि पहिलाको जुन लो थियो त्योभन्दा माथिबाटै फर्किएर फेरि अर्को स्विङ आयो होइन। अर्को स्विङ आइसके पछाडि पनि फेरि यहाँ तल आउँदाखेरि चाहिँ यहीको यो स्विङ जुन लोबाट बढ्न सुरु गरेको थियो त्यही जोनलाई हिट गरेर चाहिँ माथि नै बसिरहेको छ होइन। भोल्युममा नि खासै त्यस्तो चेन्जेसहरू छैन। तर हामीले अब नन लाइफ सब इन्डेक्सलाई चाहिँ एकदम कन्फर्मेसन लिएर बाई गर्ने हो भने चाहिँ हाम्रो यो एउटा बेस बनाइराखेको छ। यो बेसको ब्रेकआउट भए पछाडि चाहिँ हामीले कन्फर्मेसन लिएर यो सब इन्डेक्सको चार्टभन्दा पनि राम्रो पर्फर्म गरेको अथवा लिडिङ रोल प्ले गरेको स्टकहरूको चार्टमा हेरेर चाहिँ हामीले एनालाइसिस गरेर चाहिँ हामी त्यस्तो खालको स्टकहरूमा चाहिँ पोजिसन बनाउन सक्छौँ। र स्टिल हामीले नन लाइफ सब इन्डेक्समा पनि वेट एन्ड वाचमा बस्दा नै राम्रो भयो। त्यस पछाडि हाम्रो रहेको छ अदर सब इन्डेक्स। अदर सब इन्डेक्स चाहिँ एकदमै नेगेटिभ छ होइन। एउटा जोनलाई सपोर्ट बनाइराखेको जस्तो देखिएको थियो, यो एकदम तल आएर होइन। योबाट एउटा स्विङ पनि दियो, तर फेरि यो स्विङ आएर तल घट्ने क्रममा चाहिँ फेरि यो पहिलाको सपोर्टलाई पनि ब्रेकडाउन गरेर तल आइरहेको छ। हामी यो अदर सब इन्डेक्समा चाहिँ वेट एन्ड वाचमा बस्दा नै राम्रो भयो है। किनभने अदर सब इन्डेक्समा योभन्दा अगाडि र्याली पनि राम्रो र्याली आएको देखिएको थियो होइन। यो लामै र्याली आइसके पछाडि चाहिँ एउटा करेक्सन आएको भएर अलिकति लामो समयसम्म करेक्सनमा बस्छ कि जस्तो देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी यो अदर सब इन्डेक्स चाहिँ वेट एन्ड वाचमा बस्दा नै राम्रो भयो। हामीले लास्टमा सेन्सिटिभ फ्लोटलाई हेर्दाखेरि यो विक चाहिँ हामीले सेन्सिटिभ फ्लोट इन्डेक्सलाई केही पोजिटिभ देख्न सक्छौँ है। नोटिसेबल भोल्युममा थोरै अप त भएको छैन होइन। भोल्युम पनि एभरेज भोल्युम बराबर भोल्युम आएको छ र प्राइस पनि थोरै अप भएको छ यो विकली टाइम फ्रेममा हेर्दाखेरि। त्यस कारणले गर्दाखेरि यो सेन्सिटिभ फ्लोट इन्डेक्सले पनि निफ्टीलाई चाहिँ अलिकति सपोर्ट गरिराखेको जस्तो देखिन्छ होइन। ब्याङ्किङ अलिकति पोजिटिभ देखिएको छ भने डेभलपमेन्ट ब्याङ्क वेट एन्ड वाच चाहिँ बस्दा खालि न्युट्रलै देखिएको छ होइन। र घट्ने क्रम चाहिँ अलिकति रोकिएको जस्तो देखिएको छ डेभलपमेन्ट ब्याङ्कमा नि। त्यस कारणले गर्दाखेरि निफ्टीको ओभरअल हामी यो विकको र्याली चाहिँ एउटा पोजिटिभ नै एक्सपेक्ट गर्न सक्छौँ। किनभने हाम्रो यो सेन्सिटिभ फ्लोट इन्डेक्स र ब्याङ्किङ सब इन्डेक्समा चाहिँ अलिकति राम्रो देखिएको भएर भोल्युमसहित राम्रो प्राइस एक्सन देखिएको भएर हामीले चाहिँ अबको विक चाहिँ निफ्टीमा अलिकति माथि जान सक्ने प्रोबेबिलिटी हाई देख्छौँ। र कन्फर्मेसन लिएर बाई गर्नको लागि चाहिँ हामीले ब्याङ्किङ, फाइनान्स र डेभलपमेन्ट ब्याङ्कमा पनि हामीले सब इन्डेक्सभन्दा राम्रो पर्फर्म गरेको स्टकहरूलाई चाहिँ हेरेर हामी बाई गर्न सक्छौँ। र यो विकको मैले यो निफ्टीको सब इन्डेक्सहरूको अपडेट यति नै राख्न चाहेँ। र मैले तपाईँहरूलाई पहिलादेखि यो जुलाईको डाटा भनिराखेको थिएँ। यो निफ्टी अल्फाको चार्टबाट हामीले जुलाईको निफ्टीको हिस्ट्रीको डाटा चाहिँ सजिलै हेर्न सकिने रहेछ। यहाँबाट तपाईँले जानुभयो भने यो फ्लोर सिटको साइडमा चाहिँ एउटा मल्टी चार्ट विन्डो छ। यहाँलाई चाहिँ यो बक्समा चाहिँ क्लिक गरेर यो 2 लेयर चार्टलाई ओपन गर्नुभयो भने यहाँबाट चाहिँ यो लेफ्ट साइडको एकदम टपमा हेर्नुभयो भने यहाँ चार्ट मोड भनेर देखिएको छ। यो चार्ट मोडमा चाहिँ क्लिक गर्नुभयो भने यहाँ सिजनलिटी चार्ट भनेर राखिएको छ। यसमा क्लिक गर्नुभयो भने चाहिँ निफ्टीको अहिलेसम्मको भएको डाटाको आधारमा यो कुन मन्थमा चाहिँ कस्तो पर्फर्म गर्यो भनेर चाहिँ यहाँ राखिएको छ। र तपाईँहरूले यो जुलाई मन्थलाई पनि यहाँबाट सजिलै हेर्न सक्नुहुन्छ। मैले यो पहिला चाहिँ गुगल सिटमा डाटाहरू राखेर पनि तपाईँहरूलाई देखाएको थिएँ भने अहिले चाहिँ हामीले यो निफ्टी अल्फाको फ्री भर्सन चार्टबाटै यसरी पनि हेर्न सक्छौँ यसलाई है। मैले यो एउटा कुरा चाहिँ तपाईँहरूलाई हेर्नको लागि सेयर गरेँ। यसरी हेर्दै गर्दाखेरि हाम्रो यो जुलाई मन्थमा चाहिँ यो 2024 को जुलाईमा चाहिँ हाइएस्ट रिटर्न दिएको भनेको 34.46% को हाइएस्ट रिटर्न दिएको रहेछ होइन। यसरी हेर्दाखेरि चाहिँ यो जुलाई मन्थमा चाहिँ अघि नै मैले भनिसकेँ 23 टाइम्स चाहिँ बढेको छ भने 6 टाइम मात्र घटेको छ। त्यस कारणले गर्दाखेरि हामी यो इयरको जुलाईमा पनि अलिकति पोजिटिभ हुन सक्ने चाहिँ हामीले प्रोबेबिलिटी हाई देख्छौँ है। यो जुलाईको डाटालाई हेरेर मैले भने र मैले तपाईँहरूलाई यो निफ्टी त अहिले डाउन ट्रेन्डमा छ होइन। हामीले जुलाई मन्थमा चाहिँ निफ्टीको अप ट्रेन्डको एउटा हाई प्रोबेबिलिटी छ भन्दै गर्दाखेरि पनि निफ्टीमा चाहिँ अब ट्रेन्ड चेन्ज भएको कसरी पत्ता लगाउने भनेर चाहिँ थोरै कुराहरू ट्रेन्ड चेन्ज भएको कन्फर्मेसनको लागि चाहिँ म तपाईँहरूलाई केही कुराहरू देखाउन चाहन्छु है। निफ्टी पहिला त एउटा सपोर्ट जोनमा आयो है। यो सपोर्ट जोनमा आएर केही पोजिटिभ हुन्छ भने हामी यसलाई चाहिँ केही न पोजिटिभ रूपमा लिन सक्छौँ। र अब अर्को कुरा चाहिँ यो पनि मैले भिक्टर स्पेन्डियोको यो ट्रेन्ड चेन्ज सम्बन्धी मेथड यो उसमा चाहिँ एउटा बुकमा पढेको थिएँ होइन। मैले तपाईँहरूलाई यही कुरा चाहिँ एकदम सिम्पल छ, यसलाई चाहिँ म एप्लाई गरेर यो चार्टबाट चाहिँ ट्रेन्ड चेन्ज भएको हामीले कसरी कन्फर्मेसन लिने, कसरी बाई गर्ने, कन्फिडेन्ससँग हामीले कसरी बाई गर्ने भनेर चाहिँ म तपाईँलाई देखाउन चाहन्छु। सबभन्दा पहिला यो एउटा डाउन ट्रेन्ड भयो होइन। म अहिले विकली टाइम फ्रेममै छु। यो डाउन ट्रेन्डमा तपाईँले पहिला चाहिँ एउटा ट्रेन्ड लाइन तान्नु पर्यो है त। यो ट्रेन्ड लाइन तानिसके पछाडि यो डाउन ट्रेन्डको अब डाउन ट्रेन्ड चेन्ज हुनको लागि सबभन्दा पहिला चाहिँ हाम्रो ट्रेन्ड चेन्ज हुनको लागि ट्रेन्ड लाइनलाई त यो डाउन ट्रेन्ड लाइनलाई त ब्रेक गर्नु पर्यो नि त होइन। सबभन्दा पहिला चाहिँ हामीले यो डाउन ट्रेन्ड लाइनलाई ब्रेक गर्नु पर्यो यो चार्टले, यो प्राइसले।
अब यो डाउन ट्रेन्ड लाइनलाई ब्रेक गरिसकेपछि प्राइस त एकदम भिसेप क्विक माथि त जाँदैन होइन, कुनै बेला जान्छ, तर पनि त्यस्तो भयो भने एउटा क्विक फल पनि आउने चान्स धेरै हुन्छ। त्यसले गर्दाखेरि यो ट्रेन्ड लाइन ब्रेक गरिसके पछाडि पनि एउटा हाई बनाउँछ र त्यस पछाडि फेरि तल आउँछ है। अब यो तल आउने क्रममा पनि यसरी हायर यसरी स्विङहरू लिँदै तल आउन सक्छ र जसरी यो तल आइसके पछाडि चाहिँ यो तल आउँदाखेरि कहाँ चाहिँ सपोर्ट लिन्छ त यो पहिलाको यो जुन प्राइस थियो होइन, योभन्दा माथि नै सपोर्ट लिएर गयो भने पनि राम्रो भयो। तर योभन्दा तल्लो जोनमा यो जुन पहिलाको स्विङ लो थियो त्योभन्दा तल्लो जोनमा आएर पनि माथि जान सक्छ। यसरी यो तल्लो जोनमा आएर माथि गयो होइन, अब माथि गएर चाहिँ फेरि माथि जाने क्रममा चाहिँ जब यो पहिलाको हाम्रो ट्रेन्ड लाइन क्रस गरिसके पछाडिको हाई छ, यो हाईलाई ब्रेकआउट गरिसके पछाडि चाहिँ हामीले अब चाहिँ डाउन ट्रेन्ड चेन्ज भयो है, अप ट्रेन्डमा कन्भर्ट भयो है भनेर भन्न सक्छौँ। यसरी भिक्टर स्प्रेन्डियोले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि सबभन्दा यहाँ चाहिँ तीनवटा कन्डिसनलाई उहाँले देखाउनु भएको छ। यो ट्रेन्ड चेन्ज हुनको लागि पहिलो नम्बर 1 कन्डिसन भनेको हाम्रो ट्रेन्ड लाइनलाई ब्रेक हुनु पर्यो है। फर्स्ट कन्डिसन भनेको चाहिँ हाम्रो ट्रेन्ड लाइनलाई ब्रेक हुनु पर्यो, पहिला ट्रेन्ड लाइन ब्रेक हुनु पर्यो। अब यो ट्रेन्ड लाइन ब्रेक भइसके पछाडि चाहिँ सेकेन्ड कन्डिसन भनेको चाहिँ अर्को लो कन्फर्म गर्नु पर्यो। अब यो ट्रेन्ड लाइन त ब्रेक गर्यो, ट्रेन्ड लाइन ब्रेक गर्ने बित्तिकै सरासरी प्राइस त माथि जाँदैन होइन, तल आउँछ। अब यो तल आउने क्रममा अर्को लोलाई पनि कन्फर्म गर्नु पर्यो। अर्को लोलाई कन्फर्म गर्यो भने चाहिँ हाम्रो सेकेन्ड कन्डिसन पनि मिट भयो है। अब चाहिँ लो कन्फर्म ट्रेन्ड लाइनलाई नि ब्रेक गर्यो र अर्को लो बनाउँदाखेरि पनि अझ यो पहिलाको लोभन्दा तल गए पनि अथवा पहिलाको लोभन्दा माथिबाटै फर्क्यो होइन, एउटा लो कन्फर्म गर्यो भनेपछि यहाँ सेकेन्ड कन्डिसन पनि मिट भयो भन्ने कुरा कन्फर्म भयो है त। अब धेरै जसो केसमा चाहिँ उहाँले के भन्नुहुन्छ भन्दाखेरि कसैले एकदम बटम हन्टिङ गर्छु अथवा म बटममा बाई गर्छु भन्ने सोध्छ भने चाहिँ यो ट्रेन्ड लाइन ब्रेक भएर जब सेकेन्ड लो कन्फर्म गर्छ यो लोमा बाई गर्दाखेरि चाहिँ हामी बटम बाई लिन सक्छौँ भनेर उहाँले भन्नुभएको छ होइन। अब यो सेकेन्ड लो कन्फर्म गरिसकेर माथि जाँदाखेरि पहिलाको यो जुन ट्रेन्ड लाइन ब्रेक गरेको हाई छ यो हाईलाई क्रस गरेर जब माथि जान्छ त्यस पछाडि चाहिँ अल्टिमेटली ट्रेन्ड चेन्ज भयो। अब चाहिँ यहाँ कन्डिसन थर्ड पनि अप्लाई भयो भनेपछि चाहिँ अब चाहिँ ट्रेन्ड चेन्ज भयो भनेर चाहिँ उहाँले भन्नुभएको छ है। अब यसरी चाहिँ हामीले यो सिस्टमलाई हेरेर पनि हामीले चाहिँ ट्रेन्ड कसरी चेन्ज हुन्छ त। अब नेप्सेको अहिले त डाउन ट्रेन्डमा छ होइन, जुलाईमा चाहिँ अब हामीले एकदम ठुलो र्याली दिएको हामीले हिस्ट्री हेऱ्यौँ। अब चाहिँ यो जुलाईमा चाहिँ नेप्सेको यात्रा कस्तो रहन्छ त। पहिला त अब यो ट्रेन्ड लाइनलाई ब्रेक गर्नु पर्यो, डाउन ट्रेन्ड लाइनलाई ब्रेक गरिसके पछाडि एउटा स्विङ हाई बनाउला होइन, यो स्विङ हाई बनाइसके पछाडि फेरि एउटा लो आउला, यो लोलाई चाहिँ माथिल्लो जोनबाट लो कन्फर्म गरेर फेरि माथि गयो भने पहिलाको स्विङ हाईलाई पनि ब्रेक गरेर माथि गइसके पछाडि चाहिँ हामी अल्टिमेट रूपमा चाहिँ अब चाहिँ ट्रेन्ड चेन्ज भयो है, नेक्स्टमा अब चाहिँ र्याली आयो है भनेर मोर कन्फर्मेसन लिएर चाहिँ बाई गर्न सक्ने भयो। र आजको भिडियोमा चाहिँ हामी यति नै अन्त्य गर्न चाहेँ। यो भिडियो धेरै लामो पनि भइसक्यो। हजुरहरूलाई म यो विकको सन्डेको सेसन मेरै रहेको छ। यो चार्टलाई चाहिँ कसरी प्रो ट्रेडरहरूले जसरी रिड गर्ने त भनेर यसमा हामी चार्टको कुन ट्रेन्डमा छ चार्ट र त्यस पछाडि हाम्रो यो ट्रेन्ड लाइनलाई कसरी ड्र गर्ने र यो चार्टको ट्रेन्ड पत्ता लगाइसके पछाडि ट्रेन्ड चेन्ज भएको कन्फर्मेसनहरू कसरी लिने र कस्तो ट्रेन्डहरू चाहिँ कति टाइमसम्म सस्टेनेबल हुन्छ भनेर चाहिँ हामीले सपोर्ट रेसिस्टेन्सका कुराहरू र यो सिम्पली ट्रेन्ड लाइनलाई युज गरेर हामीले कसरी चाहिँ कन्सिस्टेन्ट रूपमा चाहिँ मार्केटमा प्रफिट बनाउन सक्छौँ भन्ने कुराहरू चाहिँ हामीले सेयर गर्नेछौँ। त्यस कारणले गर्दाखेरि यो विकको सन्डे 6:30 PM हजुरहरू हाम्रो स्मार्ट कम्युनिटीहरूमा फलो गरेर स्मार्ट व्हाट्सएप ग्रुपहरूमा जोइन गरेर त्यहाँबाट चाहिँ हजुरहरू जोइन गर्न सक्नुहुन्छ। लेट्स मिट सन्डे 6:30 PM। ओके, हजुरहरूको समय शुभ रहोस्। बाई बाई, गुड नाइट।